हेलो नमस्ते। के छ सन्चै आरामै हुनुहुन्छ? धेरैजनाले चाहिँ यो सिआई होइन, सिआईको बारेमा भनिदिनु पर्यो। 2026 अप्रिल इन्टेकको भनेर भन्नुभएको रहेछ। यदि तपाईँले नियङ्गकाकोमा चाहिँ एप्लाई गर्नुभएको छ भने चाहिँ तपाईँको सिआई चाहिँ लगभग आउट भइसक्यो, सबै ठाउँको आइसक्यो होइन। तपाईँले चाहिँ युनिभर्सिटीमा एप्लाई गर्नुभएको छ भने चाहिँ अब युनिभर्सिटीको चाहिँ बिस्तारै आउँदैछ होइन। नियङ्गकाको पछि कोही कोही ठाउँ युनिभर्सिटीको चाहिँ आइसक्यो होला, कोही कोहीको चाहिँ आउँदै बाँकी छ। र तपाईँले चाहिँ बुझ्नुपर्ने कुरा चाहिँ युनिभर्सिटीको सिवाई चाहिँ हल्का ढिलै आउँछ होइन। कहिले चाहिँ नियमको गएको भन्दा छिटो आउँछ, कहिले ढिलो आउँछ, यो चाहिँ भन्न सकिँदैन हामीले होइन। अनि धेरैजनाले सोध्नु हुँदो रहेछ, मेरो भिडियो हेर्नु हुँदो रहेछ, म बस्ने चाहिँ इवाराकीतिर हो नि त। अनि मैले इवाराकीतिरको बारेमा चाहिँ सानो सानो एउटा क्लिप होइन भ्लग बनाएर हालिरहेको हुन्छु। अनि धेरैजनाले चाहिँ म पढ्ने गएकोमा नि आउँदै हुनुहुँदो रहेछ, अनि सोधिरहनु भएको हुन्छ होइन। इवाराकी भनेको चाहिँ कस्तो ठाउँ हो भन्ने चाहिँ पहिला बुझ्न जरुरी छ होइन। इवाराकी भनेको चाहिँ एउटा गाउँ हो। अब गाउँमा चाहिँ काम पाउन सजिलो हुन्छ या गाह्रो हुन्छ कस्तो हो तपाईँहरू आफैले बुझ्न सक्नुहुन्छ। टोकियोबाट चाहिँ नजिकै छ, नजिकै भन्नाले 1-1.5 घन्टामा चाहिँ ट्रेनमा लाग्छ होइन। अनि कतिजना चाहिँ भ्रममा हुनुहुँदो रहेछ कि होइन, टोकियो नजिकै हो भनेर चाहिँ कन्सल्टेन्सीले भनिदिने होइन, कामहरू जति नि पाउँछ स्यापस्याप नि भनिदिने होइन। अनि कोही ठाउँमा जानलाई चाहिँ होइन कता कता भन्ने, अनि यता पारिदिँदो रहेछ है। अनि यस्तै छ। यो ठाउँमा आउँदाखेरि चाहिँ तपाईँले भाषामा चाहिँ एकदमै धेरै मिहिनेत गर्नुपर्ने हुन्छ, किनभने यो ठाउँ भनेको गाउँ हो। यहाँ चाहिँ काम पाउन एकदमै धेरै गाह्रो छ। यदि तपाईँको साथीहरू अथवा आफन्त कोही हुनुहुन्छ भने चाहिँ तपाईँलाई काम पाउन चाहिँ खासै गाह्रो हुँदैन। नत्र भने चाहिँ तपाईँले 6 महिना 7 महिनासम्म पनि काम नभेटेको मैले साथीहरू चाहिँ देखिरहेको छु होइन। त्यसैले चाहिँ आफू आउने ठाउँमा चाहिँ के छ कसो छ बुझेर चाहिँ एप्लाई गर्दाखेरि राम्रो होला है। के भनौँ अरू त। विदेश आएर कुनै पनि नेपाली दाजुभाइ दिदीबहिनीहरूले दुःख नपाउनु होला भन्ने चाहिँ मेरो धारणा हो, र सबैको धारणा त्यही हो। विदेशमा चाहिँ कुनै पनि नेपालीले दुःख नपाउनु होला। धन्यवाद छ। मेरो भिडियो कस्तो लाग्छ, केही तपाईँहरूको सल्लाह सुझाव छ भने कमेन्ट गर्नु होला गुटुङटुङ होइन। म फेरि नेक्स्ट भिडियो बनाउने छु। हस् त, धन्यवाद।